हेलो नमस्ते नमस्ते के छ हाल खबर ठिक छ अनि के भन्छ त्यो बारपट्टीको विषयमा अस्ति अर्थमन्त्रीज्यूले पनि अब तपाईलाई फोन गरेको हैन अब त्यहाँ अलिकति पनि सहज भएन त्यहाँको मान्छे आन्दोलित छ आज पनि ठूलो आन्दोलन भइरहेछ अब त्यहाँ अब के गर्ने हो त कसरी समाधान त निकाल्छ अर्थमन्त्रीज्यूले पनि समाधान निकाल्नुस् भनेको के गर्ने त यस्तै छोड्दिने कि के गर्ने अब नियमावली संशोधन या त त्यो 18 वटा जुन तपाईहरुले जुन राख्नुभयो पास गराउनु भयो त्यो पनि हटाइदिनु पर्थ्यो हैन त्यहाँ त्यो 18 वटामा पनि पारिपट्टी कस्टम छैन नि त अब त्यहाँ 50 किलोमिटरको दूरीमा भन्सार छ बारपट्टी भन्सार त्यो के रिजनले त्यो हटाउनु भयो मैले त बुझ्ने फेरि अर्थमन्त्रीज्यूलाई पनि यो कुरा थाहा छैन तपाई हटाइदिनु भएको छ भनेर होइन त्यही पनि त त्यहाँको भूगोलहरु त अलिकति बुझेर त्यो निर्णय गर्नुपर्छ नि त डी साहब यसरी त अब त्यहाँ मान्छे मर्यो भने कसले जिम्मा लिन्छ त्यत्रो हजारौं मान्छे आन्दोलनमा छ आगो लगाइरहेछ त्यहाँ भन्नु त अब के गर्ने अब त तपाई समाधान निकाल्नु नि त त्यहाँ 5 लाख मान्छे आन्दोलनमा उत्रियो भने के हुन्छ हालत देशको सिराहा भन्सारले अहिलेसम्म केही गरेको छैन सिराहा भन्सारले एकजना पनि कर्मचारी राखेको छैन सिराहाको भन्सारको मान्छेले मैले कसरी त्यहाँ भन्सार काट्ने कानूनमा छैन भन्ने भनिरहेछ हो के गर्ने त त्यहाँ मान्छे आन्दोलित छ 2 दिनदेखि चक्का जाम छ त्यो हाइवे बन्द गरिरहेको छ तपाई सिडिओ साहबसँग एकचोटी सोध्नु त के भइरहेछ जिल्लाको अवस्था लथालिङ भइसकेको छ अर्थमन्त्रीज्यूसँग कुरा गर्दा तपाईलाई फोन गर्छ तपाईले केही सुन्नु भएको छैन या त त्यो 18 वटा पनि हटाइदिनुस् हैन नभए त्यो जिल्ला भरिमा 5 लाख मान्छेलाई सेवा सुविधा पुग्ने भन्सार हटाइदिनु भएछ त्यो त एकदम भूगोलले नबुझिकन त्यो निर्णय भएको छ के अब यो कुरा त मैले सदनमा उठाइहाल्छु फेरि त्यहाँ आन्दोलनमा तलमाथि भयो भने अब तपाईहरु जिम्मेवार हुनुहुन्छ मैले थाकिसके अब तपाईहरु आफ्नै जिम्मा लिनुस् अब भूगोल बुझेकन निर्णय गर्नुपर्छ नि डीजी साहब छलफल भएर त त्यहाँ 50 किलोमिटरको दूरीमा त्यो सुन्नु न सिराहा भन्सार र त्यो लोखा भन्सारको दूरी कति छ तपाई एकचोटी बुझ्नु न भूगोल त्यहाँको बुझ्नु न कति जनता त्यहाँबाट प्रभावित भएको छ त्यो बारपट्टी भन्सारबाट त्यहाँ अहिले पनि 500 मान्छे त्यहाँ बसेर धरनामा बसिरहेछ हाइवे बन्द छ तपाई सिडिओसँग कुरा गर्नुस् हैन त्यहाँको जिल्लाको सिडिओसँग